देश बिरामी भयो। देशले अवस्था फेर्ला नफेर्ला, परिस्थिति कस्तो आयो थाहा छैन। देशमा चुनाव आउँदैछ। बाआमा एकचोटि सोचेर भोट हाल्नु होला। युवाहरू धेरै बेचियो विदेशमा। देश खाली भइसक्यो। बाआमा अब मान्छे मर्यो भने पनि लाज उठाउने मान्छे छैन देशमा। सबै विदेशी सके। बेरोजगारी समस्या, देशको अस्थिरता, राजनीतिको पराकाष्ठ। अहिले देशमा बुढापाका बाआमा बिरामी भएर कोही बित्नुभयो भने महिलाले लास उठाउनु पर्ने अवस्था आएको छ। पुरुष छैनन्। अब कि गाउँ गाउँमा गएर हेर्नुहोस् त, पुरुष छैनन्। पुरुष सट्टा महिलाले लास उठाएर हिँड्नुपर्ने अवस्था आएको छ, कानमा हालेर। कठै मेरो अवस्था, परिस्थिति हेर्नुहोस् त बाआमा। एकचोटि सोच्नु होला। देशमा आमूल परिवर्तन ल्याउनुपर्छ। अब राम्रो व्यक्तिलाई भोट हाल्नु होला, सही पार्टीलाई छान्नु होला। यो पार्टी त्यो पार्टी त मैले भन्दिनँ। त्यो दिन आइसकेको छ। देशमा युवाहरू छैनन्। देशमा युवाको खडेरी लागेको छ। मान्छे मर्दा पनि मलमी जाने मान्छे छैनन्। अहिले महिला जानुपर्ने अवस्था आएको छ। कुनै कुनै गाउँमा बुढा बाआमा मात्रै हुनुहुन्छ। कसरी जिन्दगी चल्ला?